गाउँमा हुँदा त बाते बाबन थिएन। हामी यसो खेतमा गएर बाख्रा चराउनु जाँदाखेरि ढुङ्गाको मादल तबला बजाएर ढुङ्गा बजाएर गीतहरू सिर्जना गर्ने त्यो गर्थ्यो क्या। एकदम मनबाटै इच्छा जाग्थ्यो। 11,000जनाले नेपालभरिबाट अडिसन दिनुभएको थियो त्यो रेडियो नेपालमा प्रतियोगितामा भाग लिनु भएको थियो। त्यो मध्ये हामी 39जना चाहिँ सिलेक्ट भयौँ। 39जना मध्येमा म पनि परेँ। रेडियो नेपालबाट गर्दाखेरि चाहिँ मलाई एकदम एउटा महाभारतको युद्ध जिते जस्तो भएको थियो। त्यतिखेर काठमाडौँ छिर्दाखेरि मसँग 300 रुपियाँ पुगेको थियो। त्यतिखेर भाडा लाग्थ्यो 100 रुपियाँ। नाइट बसमा चढेर आउनु पर्थ्यो। पुतली सडकमा एउटा रेस्टुरेन्ट थियो। त्यो रेस्टुरेन्टमा मैले हजुर सर काम पाउँछ यसो हेर्नु हामी गाउँबाट आएको यसो म गीत सित पनि गाउँछु भनी अब गाना गाउने गजल टाइपको एउटा रेस्टुरेन्ट थियो कि। अनि त्यतिखेर अनि मलाई 1-2वटा गीत गाउ त भनेर त्यहाँको सरले मलाई भन्नुभयो। पेटी छ नि पेटीमा कार्टुन ओछ्याएर पनि सुतेको दिन त सबभन्दा मलाई दुःखको दिन लाग्छ। त्यतिखेर को कुराले गर्दा कसो कसो मनमा एउटा तरङ्ग पैदा गर्छ के। चोखो माया गर्थे तिमलाई घात गर्यो आज मुटुमा राखेको थिएँ चोट दियो आज म त अलपत्रै पर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला। नमस्कार म गायक कुमार कटुवाल। हालसालै मेरो जस्ट 2-3 महिना अगाडि रिलिज भएको गीत छ एउटा वेबसाइटबाट यो रिलिज भएको। जस्तै अब मेरो त्यो गीतको बोल छ यो जीवन जिउनु कसरी तिमी हुँदिनौ भने यो जीवन जिउनु कसरी तिमी हुँदिनौ भने मेरा आँखा रसाउँदा ती हातले परेली छुँदिनौ भने मेरो बाँच्ने चाह मेरो हाँस्ने चाह सबै छुटे झैँ भयो। कसरी बाँच्नु र मैले खै मुटु फुटे झैँ भयो। यो गीत सङ्गीतको क्षेत्रमा कुरा गर्दाखेरि म गाउने इच्छा मेरो एकदम बच्चैदेखि हैन। बच्चैदेखि मलाई एकदम गाउनु एकदम रहर। जहाँ प्रोग्राम हुँदा पनि यसो गुनगुनाउने हैन। प्र्याक्टिस गर्ने स्कुल पढ्दाखेरि पनि यसो गीतहरू गाउनु मन लाग्ने। अनि त्यस्तै क्रम हुँदै हुँदै गर्दाखेरि अब त्यसकै उसमा अब स्कुलहरूमा प्रोग्राम हुन्थ्यो। अब प्रोग्रामहरूमा अब यसो स्टेजहरूमा कहिलेकाहीँ 1-2वटा गीत गाइन्थ्यो हैन। यस्तै गर्दै क्रममा अब त्यसपछि हुँदै जाँदा अनि त्यहाँबाट गाउने सिलसिलामा अब राष्ट्रिय गीत प्रतियोगिता भयो। राष्ट्रिय गीत प्रतियोगितामा म पनि त्यहाँ एउटा भाग लिने अवसर पाएँ। जिल्लाबाट प्रतियोगिता हुँदै जाँदाखेरि अब त्यहाँबाट राष्ट्रव्यापी भयो। त्यहाँबाट राष्ट्रव्यापी प्रतियोगिता हुने क्रममा हाम्रो 11,000जनाले नेपालभरिबाट अडिसन दिनुभएको थियो त्यो रेडियो नेपालमा प्रतियोगितामा भाग लिनु भएको थियो। त्यो मध्ये हामी 39जना चाहिँ सिलेक्ट भयौँ। 39जना मध्येमा म पनि परेँ र हामीले 39जनामा सब टिमहरूलाई अब हाम्रो रेडियो नेपालको तर्फबाट हामीलाई सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो र एउटा मेडल सहित दिनुभएको थियो। मेरो फर्स्ट गीत गाउँदाखेरिको अनुभवमा चाहिँ यस्तो थियो। मलाई एकचोटि सुरुमा मेरो एउटा गीत रेकर्ड भइदिए जस्तो हुन्थ्यो। एउटा गीत रेकर्ड भएको भए म पनि एकदम मनदेखि नै मेरो ऊ हुन्थ्यो क्या। मनमा कौतुलता जाग्थ्यो एकदम त्यो गीत रेकर्ड भए हुन्थ्यो। त्यो अरू जस्तो मैले पनि त्यो मेरो आवाजहरू अब रेडियोहरूमा अब गुन्जे कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो त्यतिखेर। फर्स्ट गाउँदाखेरि चाहिँ मलाई त्यो रहरले हुटुले गएको। पहिलो गीतबाट त अब मैले राम्रै प्रतिक्रिया पाएँ। पहिलो सुरुवातीमा मैले अब आफ्नो क्षेत्रबाट राम्रै रेस्पोन्स पाउँदै आउँदै त्यहाँबाट जिल्ला हुँदै त्यहाँबाट मैले यहाँ केन्द्र राष्ट्रिय अब हाम्रो केन्द्रको राजधानीमा आएर रेडियो नेपालबाट गर्दाखेरि चाहिँ मलाई एकदम एउटा महाभारतको युद्ध जिते जस्तो भएको थियो त्यतिखेर। मेरो साङ्गीतिक यात्राको कुरा गर्नुपर्दाखेरि मैले जस्तै 52 सालतिर मैले धेरै गीतहरू गुनगुनाउँथेँ। मेरो त्यतिखेर मेरो बालापनै थियो हैन। त्यसपछि जब मैले त्यतिखेर बालापन हुँदाखेरि मैले बाल गीतबाट सुरु गरेँ।
त्यसपछि बालगीतबाट सुरु गरिसकेपछि मैले 58 सालमा आएर रेडियो नेपालबाट अनि मैले जस्तै अब हामीले स्वरको परीक्षा पास गर्दाखेरि 3टा 4वटा विधामा गाउनु पर्थ्यो क्या गीतहरू। अब त्यतिखेर अब ताल भन्थ्यो क्या, अब करुवा ताल, झप ताल भन्थ्यो, 3-4वटा तालहरूको उसमा गाउनु पर्थ्यो। एउटा लोकगीत गाउनु पर्थ्यो, आधुनिक गीत, अनि 3-4 किसिमको गीत गाउनु पर्थ्यो। अनि तब मात्रै अनि रेडियो नेपालले मान्यता दिन्थ्यो क्या। त्यसरी नै सुरुवाती भएको हो। एउटा मेरो आफ्नै सृजनामा मैले आफैले गरेको गीतहरू छ, त्यही म सुनाउन चाहन्छु। आँखाभरि आँसु दियो, मुटुभरि चोट दियो, छातीमा काँडा रोपी आखिरीमा धोका दियो। भन्ने गर्थ्यौ तिमीले चोखो माया गर्छु भनेर, आखिरीमा नाता तोड्यो दो बाटोमा एक्लै छाडेर। हो आखिरीमा नाता तोड्यो दो बाटोमा एक्लै छाडेर। अब फ्यामिलीमा भनेको मेरो फ्यामिलीमा भनेको कहिलेकाहीँ अब मेरो मम्मीले यसो गुनगुनाउनुहुन्थ्यो, अलिअलि गीतहरू गाउनुहुन्थ्यो होइन। त्यहाँबाट मेरो मम्मीको पुरानो भाकाहरू, पुरानो टुक्काहरू मलाई एकदम मनपर्ने। अब भजन कीर्तनहरू मम्मीहरूको ठेट भाकाहरू गाउनुहुन्थ्यो, पहाडी पूर्वेली भाकाहरू, अनि मलाई त छुन्थ्यो क्या मनमा, कता कता छुन्थ्यो मम्मीहरूले। अब अनि त्यस्तै हिसाबले मैले पनि कटवाल खानदानमा पनि अब कोही छैन गीत सङ्गीतमा लागेको मान्छेलाई किन गर्छस् भन्नुहुन्थ्यो बुवाहरूले। होइन मेरो रहर छ, म गीत सङ्गीतमा म लाग्छु, गीत सङ्गीतमा निर्णय दिएर अगाडि बढ्छु भन्ने मेरो इच्छा थियो। त्यही हुँदै अनि मैले सङ्घर्ष गर्न सुरु गरेँ। सङ्घर्ष गर्दै गर्ने क्रममा अहिले यहाँसम्म आइपुगेँ। त्यतिखेरको समयमा अब जस्तै अब यो वसन्त थापाको गीतहरू, नारायण गोपालको गीतहरू होइन, त्यस्तै गीतहरू बढी प्रचलनमा थिए र त्यही गीत गुनगुनाउने गरिन्थे। ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, नदीहरूमा तिमी हो पवित्र गङ्गा हौ, ऋतुहरूमा तिमी। मैले गीत गाउँदाखेरि भरिसक अब आफ्नै सृजनामै गरौँ भन्ने मलाई हुन्छ, इच्छा हुन्छ र कहिलेकाहीँ मैले यसो शब्दहरू पनि बनाउँछु र त्यसमा आफूले रिलिक्स अब सङ्गीतहरूदेखि लिएर आफै पनि भर्ने कोसिस गर्छु। र त्यसको अलावा अरू अब बजारमा चलेका सङ्गीतकारहरूसँग पनि सहकार्य गर्दै अघि बढ्छु। अलिकति मेलोडी पाराको होइन र अलिकति अब मेलोडी पारा, अलि लोक सङ्ग र अलिक स्याड सङ्ग हो, यो तीन खालका 3 धारका गीत सङ्गीतहरूमा चाहिँ अलिक दर्शकहरूको श्रोताहरूको अलिक बढी नै फोकस जस्तो लाग्छ मलाई, देख्छु। अब जस्तै अब पहिलेको प्लेटफर्ममा र अहिलेको प्लेटफर्ममा हेर्ने हो भने अब पहिले भनेको एउटा अवसरको ढोकाहरू भनेको त्यो एउटा रेडियो नेपालको माध्यमबाट थियो भने अहिले यो डिजिटल प्लेटफर्ममा आएदेखिको लिएर अब सामाजिक सञ्जाल जुन अब यो डिजिटल उसमा आएदेखिको सामाजिक सञ्जालको जमाना भयो, त्यो अहिले पहिलेकोलाई भन्दा पनि अहिलेको जुन नयाँ प्लेटफर्म अनुसार अहिलेको धेरै सहजता छ गीत सङ्गीतमा र अहिले प्लेटफर्मबाट चाँडै अब हाइलाइट पनि हुने र मान्छेहरूलाई आय आर्जन गर्नु पनि सजिलो हुने र त्यसले गर्दा चाँडो दर्शकहरूको माझ चिनिने पनि हुन्छ। चलेका गायकहरू जस्तै अब हाम्रो सङ्गीतकार, चलेका सङ्गीतकार र गायक जस्तै चलेका सङ्गीतकारको कुरा गर्नुपर्दा एउटा अर्जुन पोखरेल र अब चलेका गायकको कुरा गर्नुपर्दा जस्तै प्रमोद खरेल र स्वरूपराज आचार्य, सत्यराज आचार्य यस्तै गायकहरूसँग सहकार्य गरेर जोइन भएर गीत गाउने इच्छा चाहिँ लाग्छ। अब म त अलपत्रै पर्छु भन्ने एउटा गीत यसो 1-2 लाइन यसो गुनगुनाउन चाहन्छु। म त अलपत्रै पर्छु तिमी नभएको बेला, मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला। म त अलपत्रै पर्छु तिमी नभएको बेला, मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला।
म त अलपत्रै पर्छु तिमी नभएको बेला समयले फुलाउँछ फुल भन्थे होइन रहेछ म त बसन्तमै झर्छु तिमी नभएको बेला म त बसन्तमै झर्छु तिमी नभएको बेला म त अलपत्रै पर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला। अहिलेसम्म मैले विगत अब को र देखिन र अहिलेसम्म हेर्दाखेरि विगतका गीतहरूमा मैले लोक टाइपका र यो आधुनिक टाइप अनि र पप तिनै धारका मैले गाएको थिएँ र त्यो गीतहरू मेरो बजारमा आएको पनि थिएनन् र मैले ल्याउनु पनि अब प्राविधिक कारणवश अब मेरै कारणले गर्दा अथवा कुनै त्रुटिले गर्दा मैले ल्याएको पनि थिएन। हालचालै आएको गीत चाहिँ मेरो वेबसाइटबाट रिलिज भएको यो जीवन जिउनु कसरी भन्ने गीत चाहिँ अब रिलिज भइसकेको छ र अरू गीतहरू मेरो 3-4वटा अब लाइनमा छ, लाइन बाई लाइन। अब यो पनि चाँडै नै यो तपाईँको 2-4 महिनाभित्रमा यो पनि बजारमा आउने क्रममै छ। प्रायः जसो आफूले गाउने गीतहरू म आफ्नै शब्दमा सङ्गीत र उसमा गाउने कोसिस गर्छु। अब अहिलेसम्म मैले लेखेका गीतहरू भनेको अब मेरो 9-10वटा अब क्युमा छ होइन। बजारमा गाएको भनेको जो 2टा गीत छ, त्यो अब रिलिज हुने क्रममा छ र अरू बाँकी गीतहरू मसँग लगभग 20-25वटा गीतहरू चाहिँ मेरो अब टर्निङमा छ, अब आउने टर्निङमा। 1-2टा गीत मेरो अब चाँडै नै 2 महिना 3 महिनाको हाराहारीमा अब आउनेवाला छ र त्यसपछि क्रमशःसँगले मेरो बिस्तारै यो गीत सङ्गीतको यात्रा अब अघि बढ्दै जान्छ। आउने गीत अब जस्तै एउटा अब लोक सङ्ग छ। झ्याम्मै आँखा मारी छौ हे झ्याम्मै आँखा मारी छौ लठै पारी छौ नजरको तिरले कान्छी घाइते पारी छौ न्यु रोडको बजारमा आँखा पर्यो कान्छीको नजरमा 16 पुगी 17मा चढेको गालामा डिम्पल परेको यस्तै पारका गीतहरू छ। लोक आधुनिक र पपमा अब यस्तो हो, अब एउटा अब गायक भइसकेपछि अब सबै विधाका गीतहरू अब गाउनुपर्छ जस्तो लाग्छ मलाई र त्यसमा मलाई खासै अब फरकको कुरा गर्दाखेरि अब जस्तै अब यहाँ हाम्रो दर्शक श्रोताहरू अब लोक सुन्ने खालको पनि उति नै रुचाउनुहुन्छ र पप पनि रुचाउनेको सङ्ख्या पनि त्यति नै क्रममा छ र आधुनिक रुचाउने सङ्ख्या पनि उत्तिकै क्रममा छ। गर्दाखेरि सबै किसिमको गीतहरू दर्शक श्रोताहरूको माझ दिँदाखेरि उपयुक्त हुन्छ। समय अनुकूल मिलाएर सबै किसिमका गीतहरू बजारमा हामीले प्रस्तुत गर्दाखेरि राम्रो हुन्छ जस्तो लाग्छ मलाई। अहिले डिजिटलको जमाना थियो भने पहिले अब त्यस्तो डिजिटल जमाना थिएन र पहिले अब लाइभमा पनि गर्नुपर्ने हुन्थ्यो र अब लाइभमै पनि कतिपय गीतहरू लाइभमै अब गरेर पनि सिद्धिन्थ्यो। अहिले धेरै सहज छ पहिलेको भन्दा। अहिले त अब पहिलेको तुलनामा अहिले धेरै प्लेटफर्महरू पनि आएको छन्, अहिले धेरै सहज। उतिखेरको समयमा रेडियो नेपालमा गीत गाउनु भनेको एउटा कलाकारहरूलाई चिनाउने, देशको गहनाहरू भनेर चिनाउनेको माध्यम भनेको एउटा रेडियो नेपाल थियो। त्यतिखेर रेडियो नेपाल बाहेक अरू कुनै एफएमहरू भनेको एकदम कमै बिरलै, एफएमहरू भनेको एकदम बिरलै थिए कि। त्यतिखेरको समयमा धेरै सङ्घर्ष गर्नुपर्थ्यो, धेरै एउटा गायक बन्नुको लागि धेरै सङ्घर्ष, धेरै पापड बेल्नुपर्ने थियो र अहिलेको समयमा त्यस्तो सहज छैन। अहिलेको एकदम सजिलो छ। अहिलेको उसमा हेर्ने हो भने त्यतिखेरको समय र अहिलेको समयमा भनेको अहिलेको समयमा एकदम बेटर छ। रेडियोमा गएर गीत गाउने, रेडियो नेपालमा गएर गीत गाउनुको लागि एउटा ठुलो सपना जस्तो थियो त्यतिखेरको समयमा। अब जस्तै रेडियो नेपालमा पहिला गाउनुलाई भनेको कस्तो थियो भने पहिले अब हर हमेसा त अब एक त सिंहदरबारभित्र छिर्न जो पाए त्यसलाई एन्ट्री हुँदैन थियो। अब एन्ट्री हुनुको लागि पनि पास चाहिन्थ्यो, के कामले जाने, कसरी जाने, कुन हिसाबले जाने भन्ने कुरो हुन्थ्यो होइन। त्यसको लागि पनि स्वीकृति चाहिन्थ्यो र कि त अब आफ्नो जिल्ला अथवा कुनै क्षेत्रबाट एउटा सिफारिस लिएर जानु पर्थ्यो अथवा कुनै रेडियो नेपालले कुनै खुलाउने अब प्रतियोगिताहरूमा फर्म भरेर त्यसमा भाग लिएर त्यो हिसाबले भाग लिनुपर्ने स्थिति थियो। त्यसरी जानु पर्थ्यो र त्यसरी जाँदाखेरि पनि अब त्यहाँ दुनियाँ चिजहरू आफूले
हरेक चिजहरूलाई स्ट्रगल गर्नुपर्ने हुन्थ्यो, हरेक चिजहरूमा ध्यान दिनुपर्ने हुन्थ्यो। चिनजानको मान्छे भएको भए सजिलो हुन्थ्यो, नचिनेको मान्छेलाई अब बाहिरबाट अब टाढाको जिल्लाबाट यहाँ आएर अब काठमाडौँमा आएर रेडियो नेपालमा गीत गाउनु भन्नुको फलामको चिउरा खानु बराबरकै थियो त्यतिखेर। मैले एउटा बालगीत गाएको थिएँ त्यतिखेर, बालगीत प्रतियोगिता हुँदाखेरि बालगीतबाट सुरु भएको थियो, बालगीत गाएको थिएँ। त्यो गीत मलाई अहिलेसम्म आफैले मेरो रचना थियो, आफ्नै ऊ थियो, सङ्गीत थियो, हो त्यो सुरुवात मेरो त्यहाँबाट सुरु भएको। बाल बालिका जन्मभूमिका चमकने तारा हूँ यही देश का, चमकने तारा हूँ यही देश का भन्ने यस्तै शब्दको खालको मैले आफैले बनाएको गीत थियो। त्यहीँबाट मेरो सानो एउटा सुरुवाती भएको थियो। गाउँदेखिको अब काठमाडौँसम्मको यात्राको कुरा गर्दाखेरि धेरै एकदम सङ्घर्ष गर्नुपर्थ्यो। अब किन भन्दाखेरि त्यसमा अब हामी त तीमाथि नयाँ अब कलाकार अब हामीभन्दा अग्रजहरू धेरै हुनुहुन्थ्यो, धेरै अब उहाँहरूलाई भेट्नु पर्थ्यो। उहाँहरूलाई भेट्नुको लागि पनि कति समय लिनु पर्थ्यो। उहाँहरूसँग यसो सल्लाह सुझाव राय प्रतिक्रिया लिएर यसो उहाँहरूले केही सहयोग गर्नुहुन्छ कि जस्तो लाग्थ्यो। तर हामी भेट्नुको लागि पनि धेरै तडपिन्थ्यौँ कि त्यतिखेरको चलेका अग्रज कलाकारहरूलाई भेट्नु पाए हुन्थ्यो, उहाँहरूसँग एउटा फोटो खिचाउनु पाए हुन्थ्यो, उहाँहरूको केही उसमा एउटा गीत गाउनु पाए, अगाडि सुनाउनु पाए उहाँहरूलाई, उहाँले हामीलाई अवसर दिनुहुन्थ्यो कि जस्तो लाग्थ्यो मलाई त्यतिखेरको उसमा। एकदम त्यस्तो मनमा कौतूहलता बढ्थ्यो क्या। गाउँमा हुँदा त बाते बाबन थिएन, हामी यसो खेतमा गएर बाख्रा चराउनु जाँदाखेरि ढुङ्गाको मादल तबला बजाएर ढुङ्गा बजाएर गीतहरू सिर्जना गर्ने त्यो गर्थ्यो क्या। एकदम मनबाटै इच्छा जाग्थ्यो। अनि ढुङ्गालाई म्युजिक बनाएर सङ्गीत बनाएर ढुङ्गामा र काठहरूलाई सङ्गीत हातले बजाएर त्यसरी नै गीत गुनगुनाउने गरिन्थ्यो। जहाँ छन् बुद्धका आँखा स्वच्छ शान्त र सुन्दर, त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर, प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ ममता मेरो भावगङ्गा जता जता, जहाँ छन् बुद्धका आँखा। अनि कहिलेकाहीँ अब प्रोग्रामहरू हुन्थ्यो, नाटकहरू हुन्थ्यो, त्यसमा भाग लिन्थ्यो। त्यसमा अब 1 महिनादेखि हामी रेलसेल गरिन्थ्यो, गीतहरू गाइन्थ्यो। जस्तै अब यो सरस्वती पूजाको बेला, श्री पञ्चमीको बेला, अथवा यो फङ्सनहरू दसैँको बेला होइन, अब जस्तो तिहारको बेला, यस्तो विभिन्न फङ्सनहरूको लागि चाहिँ हामी पुरा तयारी गरेर पुरै त्यसमा चाहिँ लागि परेर गरिन्थ्यो क्या। मेरो साङ्गीतिक यात्राको सुरुवातीको कुरा गर्नु पर्दाखेरि चाहिँ अब मेरो त्यही अब स्कुल लेभलबाट सुरु भएको हो होइन। स्कुल लेभलबाट गर्दै जाँदा यहाँ अनि सङ्घर्ष गर्दै आउँदा त्यहाँबाट सङ्घर्षको क्रममा यहाँ काठमाडौँ छिरियो। काठमाडौँ छिरेपछि काठमाडौँमा पनि धेरै पापड बेलियो। काठमाडौँमा आएर सङ्घर्ष गर्दाखेरि अब एक त मेन कुरो त एउटा जब गर्नु पर्थ्यो पहिले। अब त्यहाँ टिक्ने बाटो बस्ने ठाउँहरू खोज्नु पर्थ्यो। अब बस्ने ठाउँहरू पनि थिएनन् त्यतिखेर। अब चिनजानको आफन्तकोमा पनि कति बस्ने, 1 दिन 2 दिन बसिन्छ, 5 दिन बसिन्छ, बढीमा हप्ता दिन बसिन्छ। त्यहाँबाट सधैँ त उहाँको घरकोमा पनि बस्न सकिँदैन। अनि आफ्नै अब छुट्टै स्ट्रगल गर्नुपर्ने थियो। स्ट्रगलको क्रममा पनि अब आफूले विभिन्न अब अन्डर खाइयो होला, विभिन्न उहरू गरियो होला होइन। अब सङ्घर्ष गर्दै जाँदाखेरि बल्ल यहाँसम्म अनि बिस्तारै यो यात्रामा आइपुग्यो। आगामी योजनाहरूको कुरा गर्दाखेरि चाहिँ आगामी योजना भनेको मेरो अब बिस्तारै गीत सङ्गीतलाई अब मेरो जिन्दगीभर अघि बढाउँदै र आफू पनि आफ्नो गीत सङ्गीतको यात्रामा अगाडि बढ्दै जाने मेरो इच्छा छ। हालचालै बजारमा आएको गीत भनेको मेरो त्यही अब यो जीवन जिउनु कसरी हो, यो अस्ति भर्खर 2-3 महिना अगाडि जस्ट रिलिज भएको। यो पछिको मेरो अब अर्को 1-2वटा गीतको म्युजिक भिडियो बन्नु बाँकी छ। यो म्युजिक भिडियो तयार भइसकेपछि यो पनि चाँडै 2-3 महिनामा बजारमा ल्याउने
तयारीमा छु म पनि। यो अस्तिपल्ट रिलिज गरेको गीतबाट मैले अब अलिअलि मलाई यो गीत सङ्गीतको क्षेत्रमा अब चिनाउने एउटा मलाई प्लेटफर्म खुलेको छ र बिचमा मेरो लामो समय गीत सङ्गीत मेरो ग्याप भएको कारणले गर्दाखेरि अब मेरो भित्री इच्छा त मेरो मरेको थिएन, गीत सङ्गीतलाई गर्छु नि भन्ने थियो। विभिन्न प्राविधिक कारणवश मेरो गीत सङ्गीतमा बिचमा चाहिँ मैले ब्रेक गरेको थिएँ। अब मैले फेरि सुरुवाती गर्दैछु, अब त्यहाँबाट मेरो निरन्तरै हुनेछ। अब यसमा यो यात्रा मेरो रोकिने छैन। एआईको जुन एआईले बनाएको साङ्गीतिक कौशल्यहरूलाई चाहिँ यो हाम्रो यो गीत सङ्गीतको दुनियाँमा मान्यता हुँदैन। यो एआईको भनेको एउटा मनोरञ्जनको हिसाबमा ठिक छ, तर प्राकृतिक गाउने हिसाबमा यो विभिन्न कलाकार गायिकाहरूले गाउँछन् एउटा मनोरञ्जनको लागि। तर रियल भनेको रियलै हो होइन। यो एउटा हल्ला भन्ने एउटा हङ्गामा मचाउने एउटा तत्त्वहरूले हङ्गामा मचाउने मात्रै हो क्या यो। चोखो माया गर्थे तिमलाई घात गर्यो आज, मुटुमा राखेको थिएँ चोट दियो आज, मुटुमा राखेको थिएँ चोट दियो आज, खुसीहरू सुम्पेको थिएँ मैले तिम्रै लागि, सारा जीवन अर्पण गरेँ मैले तिम्रै लागि, सारा जीवन अर्पण गरेँ मैले तिम्रो लागि। भुल्दिन भन्थ्यौ तिमीले पहिलो भेटको कुरा, भुल्दिन भन्थ्यौ तिमीले पहिलो भेटको कुरा, कलेजीमा रोपिदियो बिजाइरहने छुरा हो, कलेजीमा रोपिदियो बिजाइरहने छुरा। अहिले राजनीतिक खिचातानीको हेर्ने हो भने अब एकदम भित्र मन भकानिएर आउँछ। देशले राम्रो मुहार फेरेको हेर्न चाहन्छु र म भनेको अहिलेसम्म आम नागरिक नै पार्टी हो। पार्टी भन्दा आम नागरिक जनता हो, स्वतन्त्र जनता, पार्टीगत होइन म। हामी कुनै पार्टीमा लाग्नु पनि हुँदैन र पार्टी एउटा सिद्धान्त हो होइन। बाबुबाजेदेखिको पुर्खादेखिको अब बाबुबाजेदेखि हेर्दै आएको एउटा बाबुहरूले सिकाउँदै आएको यो पार्टी हो त्यो पार्टी भन्ने एउटा हो। पार्टी हो, पार्टी नराम्रो होइन, पार्टी राम्रो हो। पार्टीको सिद्धान्त राम्रो हो, तर पार्टीमा काम गर्ने मान्छेहरू चाहिँ नराम्रो भयो क्या। पार्टीकोमा बसेर काम गर्ने मान्छेहरू नराम्रो भएको कारणले गर्दाखेरि नेपालमा जनताहरूले धेरै दुःख पाइरहेको जस्तो लाग्छ। यो एकदम राम्रो बेगुलै राम्रो क्वेसन हो। किन भन्दाखेरि अब मान्छेलाई एउटा मनमा जो पनि मानव भइसकेपछि एउटा कसैलाई गायक बन्ने रहर हुन्छ, कसैलाई के बन्ने रहर हुन्छ, कसैलाई के गर्ने रहर हुन्छ। त्यो रहर आउनु पनि स्वाभाविक कुरा हो, आउनु पनि पर्छ। सङ्गीत शिक्षा बिना हाम्रो अधुरै हुन्छ। सिधै आउने गाउँबाट आउने सिधै गीत गाउने भनेर सिधै गीत रेकर्ड गर्ने भने त त्यो पैसा हुने नहुने त गर्नै सक्दैन, हुनेले त त्यतिकै पनि गायक भन्छ। तर सङ्गीत के हो र सङ्गीतको अर्थ के हो भन्ने कुरोलाई ज्ञानमा लिनु छ भने त्यही कुरोलाई हामीले ज्ञानको साथ अगाडि बढाउनु छ भने तर मेन कुरो हामीले सङ्गीतको शिक्षा लिनुपर्छ। सङ्गीतको शिक्षा बिना कुनै पनि सङ्गीत पुरा हुनु सक्दैन। सङ्गीतको शिक्षा लिएर आउनु भन्न चाहन्छु। अब एउटा गीत सङ्गीत गाउँछु, सिर्जना गर्छु, गायक बन्छु भनेर काठमाडौँसम्मको यात्रा गरेर काठमाडौँमा आएर सङ्घर्ष गर्दाखेरि चाहिँ उहाँहरूलाई गाह्रै पर्छ। त्यसको उदाहरण चाहिँ म पनि हो र अब आउने जति पनि नयाँ सोच बनाएर नयाँ आउनुहुन्छ उहाँहरूलाई सुरुवातीमा एकदम गाह्रै पर्छ। तर यो लाइनमा भिज्दै गएपछि रुच्दै गएपछि मान्छेहरूसँग हेनमेल हुँदै गएपछि बिस्तारै ढोकाहरू अटोमेटिक खुल्दै जान्छन् र राम्रो अनि बिस्तारै चानसहरू पनि आफै अटोमेटिकै आइरहन्छ। बिर्सिनै नसक्ने कुराहरूको कुरा गर्नु पर्दाखेरि अब जस्तै म अब जतिखेर अब हामी त एउटा त्यतिखेर सुरुवातीमा म एउटा केही गर्छु भनेर म काठमाडौँ जानुपर्छ र म काठमाडौँ गएपछि त्यहाँ केही बाटोहरू खुल्छन्, अवसरहरू खुल्छन् भन्ने मलाई लाग्थ्यो मनमा। र गाउँदेखिको म पनि आउँदाखेरि मसँग नि पैसा थिएन, मैले आमा बुवालाई पनि मैले भन्नु सकिनँ। पैसा अब मसँग त्यतिखेर काठमाडौँ छिर्दाखेरि मसँग 300 रुपियाँ पुगेको थियो। त्यतिखेर भाडा लाग्थ्यो 100 रुपियाँ, नाइट बसमा चढेर आउनु पर्थ्यो।